दिदी अब अहिले धर्म कर्मकै कुराकानी गर्दा नि विशेष अब अहिले चाहिँ अब यो जेनजीको आन्दोलन भइसक्यो हैन। जेनजीको आन्दोलन भइसके पछाडि विभिन्न किसिमको एक किसिमको चाहिँ भ्रामक गतिविधिहरू आइरहेछ अहिले है। जस्तो कतिपय व्यक्तिहरूले चाहिँ अब जेनजीमा आन्दोलनमा चाहिँ विभिन्न किसिमको हात हतियारहरू अब चाहिँ हरायो। त्यो हराइसके पछाडि ती चिजहरूलाई चाहिँ अब धार्मिक संस्थाहरू गुम्बातिर चाहिँ लुकायो भन्ने खालको आरोप पनि लागिरहेछ हैन। चाहिँ यसलाई चाहिँ हजुरले कसरी बुझ्नु भएको छ दिदी? सुनिरहेको छु भाइ, मैले अब एउटा धर्मगुरु भनौँ न होइन। अब मैले सुन्दाखेरि त पाखी भारतको गुरु भन्नुहुँदो रहेछ, उहाँ गुरु भएर पनि यस्तो आरोप लाउनु भयो एकदम हो हाम्रो गुम्बालाई होइन। कपिन गुम्बामा यसरी राखेको छ भनेर ठोक्वा साथ भन्नुहुन्छ, तर प्रमाण केही पनि छैन उहाँसँग होइन। यो कुरा चाहिँ उहाँले गर्नु मिल्दैन। कहिले पनि गुम्बामा हात हतियार राख्ने भनेको ठाउँै होइन कि, राख्दैन त्यहाँ भनेको त ध्यान गर्न सिकाउने, अब आफ्नो जीवन साधक बनाउन सिकाउने होइन। नराम्रो कुराहरू भनेको चाहिँ गर्नै नहुने होइन, सोच्नु पनि नहुने, त्यस्तो खालको चाहिँ को ज्ञान दिने ठाउँमा त्यस्तो हात हतियार राख्छ भनेर चाहिँ उहाँले चाहिँ एकदम नै आरोप लाउनु भएको छ उहाँले चाहिँ एकदमै। यसको लागि चाहिँ अब अहिले हाम्रो कति धर्मगुरुहरूले चाहिँ अब उसमा पनि जानुभयो क्या अरे होइन, साइबर ब्युरो जानुभएको छ। त्यो छानबिन हुने नै छ होइन, हुनैपर्छ त्यो, एकदमै हुनैपर्छ, त्यो हुनैपर्छ एकदमै। अब उहाँहरूले चाहिँ अब नभएको अभियोग लगाएर नभएको कुरा गरेर अरूलाई भनौँ हामी एउटा मिलेर बसेको समाजलाई भड्काउनु पनि खोजिरहेको छ क्या एकदम होइन। यो भड्काइ गर्ने मान्छेलाई चाहिँ जाति त भन्दा पनि व्यक्ति चाहिँ एकदमै नराम्रो हो। उहाँले चाहिँ कडाभन्दा कडा कारबाही चाहिँ हुनुपर्छ है। यो समाज भड्काउने मान्छे चाहे जोसुकै होस्, समाज भड्काउने मान्छे चाहिँ कारबाही हुनुपर्छ। जस्तो गुरुको चाहिँ एउटा त्यो किसिमको पनि आयो दिदी होइन। त्यो सँगसँगै जस्तो भनौँ न अब चाहिँ एकदमै राष्ट्रिय चाहिँ पहिला माननीय भइसकेको व्यक्तिहरूले पनि यो किसिमको आरोप लाउनु भएको छ होइन। भनेपछि उहाँहरूलाई पनि कारबाही हुनुपर्छ भन्ने हजुरको चाहिँ चाहना छ? पर्छ नि, चाहे ठुलो होस् चाहे सानो होस्, त्यो नचाहिने कुरा गरेर त्यो पनि उहाँहरू त माननीय भइसकेको मान्छे, ठाउँमा पुगिसकेको मान्छे त्यस्तो बोल्नुहुन्छ? एकदम सानो साधारण मान्छेले बोलेको र उहाँहरूले बोलेको धेरै फरक छैन होइन। अरूले बोलेको चाहिँ 100-150 जनाले सुन्छ भने त उहाँले बोलेको त करोडौँ मान्छेले सुन्छ नि त होइन, हो कि होइन। त्यो नचाहिने कुरा गरेर भ्रामिक कुराहरू फैल्याएर चाहिँ अनि त्यो गुम्बाभित्र छिर्नै दिएन, गुम्बाभित्र भन्ने कुरा राख्नु भएको छ के भयो माननीयज्यूले चाहिँ होइन? हो, हजुरले बुझ्नु भएको के छ दिदी? साँच्चै गुम्बाभित्र प्रवेश गर्न सबै ठाउँमा दिँदैन? नै, सरासर झुटो हो भाइ। उहाँले झुटो आरोप लगाइरहनु भएको छ। खास गरी पनि उहाँले गुम्बा कस्तो हुन्छ भनेर देखेको पनि छैन। पाइला टिक्दै नटेकेको मान्छेले चाहिँ यो कुरा गर्नु भएको हो कि वास्तवमा भनेदेखि त। विशेष त जस्तो उहाँको एरिया उता हुम्ला जुम्लामा त खास त झन् अझ त्यहाँ त गुम्बाहरू धेरै ठुल्ठुलो गुम्बाहरू पनि छन् नि होइन। तर भित्र उहाँ जानु भएको छैन। जानु पर्यो नि। यहाँ मेरो अर्को दाजुभाइ साथीभाइ पनि छ, तपाईँहरूको गुम्बाभित्र भने गुम्बा भनेको के हामीलाई छिर्न दिन्छ, कस्तो हुन्छ, के गर्नुपर्छ दिदी भने बहुधा नटेकेको मान्छे छ कि, यहीँ जन्मेको मान्छेहरू पनि बहुधा नटेकेको मान्छेहरू छ क्या। अनि उहाँहरूलाई त्यसको विषयमा के थाहा? अस्ति भर्खर एउटा दिदीलाई पनि बत्ती बाल्नु पर्यो अरे होइन, बहुधा कति बजीसम्म खुल्छ अरे क्या है। अब त्यहाँ त 24 घण्टा खुल्ला हुने ठाउँ